दर्शकबिन नमस्कार। यति बेला म नवलपरासीको कावासोती नगरपालिका 4 मा छु। दर्शकबिन केही दिन यता एउटा परिवार मिलेर 6 महिनाको शिशुलाई विष सेवन गराएर मारिएको आरोप लागेर यति बेला अनुसन्धानमा यो केस चलिरहेको छ। नानीले न्याय पाउनुपर्छ हैन भनी त्यो यति सत्य आफै मरि के कारणले मरि त हजुरबा हजुरआमालाई त थाहा छ नि हो कि त्यो बाउलाई थाहा छ नि। उहाँको घरमा स्थानीयहरू हुनुहुन्छ र यहाँ महिलाको प्रतिनिधित्व गरेर एकजना दिदी आउनु भएको छ। उहाँले त बाहिर भन्नुहुन्छ कि जो मिडियामा बोल्छ उसलाई चाहिँ म गएर घरमा गएर छोड्दिनँ भन्नुहुन्छ। नछोडे हुन्छ, केही पिरो छैन, जनताको लागि बच्चाको लागि बोलेको हो। यति म मर्न तयार छु। अर्काको श्रीमतीसित सुतेको उठेको बसेको फोटो ल्याएर देखाएको छ उसले जम्मा श्रीमतीलाई त्यस्तो फोटो देखाउनुहुन्छ। र त्यो ममता पौडेल भन्ने को हो? ममता पौडेलसित गएर एक रात बसेर आए भनेर अनि त्यहाँ ल्याएर फोटो देखाएको छ अरे। त्यो ममता पौडेल भन्ने को हो? त्यो पनि खोज्योस् भन्छु मैले पत्ता लगाउन सकेन। यहाँ भएको के थियो, घटना भएको के हो, खास के हो र अहिले चलिरहेको के हो, प्रहरी चौकीमा के चलिरहेको छ केस? त्यो रिपोर्ट चाहिँ किन लुकाइया अहिलेसम्म? अथवा रिपोर्ट आएको छैन भने आएको छैन भन्न पर्यो होइन। अनि के कारणले आएन त्यो पनि हामीलाई खुलाउन सक्न पर्यो। अनि रिपोर्ट आएको छ भने सार्वजनिक होस्, त्यो सबै हामी जनताले चाहिँ सुन्न चाहेको। यदि त्यो भाइ निर्दोष छ भने भन्ने विषयमा आजको कार्यक्रम केन्द्रित छ। कृपया अन्त्यसम्म हेर्नुहोला। दिदी स्वागत छ यहाँलाई। सबैलाई नमस्कार। नमस्कार। जस्तो यहाँको तपाईँ के हुनुहुन्छ, के पदमा हुनुहुन्छ यहाँ चाहिँ? मेरो नाम खगिसरा भुर्तेल। म यो 4 नम्बर वार्डको महिला सञ्जालको अध्यक्ष। जस्तो यो घटना घट्यो, घटना घटिसकेपछि तपाईँ घटनास्थलमा आउनु भएको थियो त्यो दिन? हजुर। के भएको थियो, के भएको रहेछ त्यो विस्तृत रूपमा जानकारी गराइदिनुहोस् न। यहाँ घटना म घरमै थिएँ है। एउटा यो गहिरोको बुहारी पुनम भन्ने बहिनी जानुभयो, दगुर्दै जानुभयो। दगुर्दै गएर मलाई झ्याप समातेर रुनुभयो। हजुर। रुँदाखेरि मैले उहाँलाई प्रेसर थियो के भयो भनेर अनि के भयो कसले के आर्यो भनेर अनि बेसरी सोधिराखेँ। सोद्धाखेरि केही भएन, मलाई केही भएन। एउटा चिलामा घोलमा बच्चा मारेर पूर्ण लाखन दिदी भनेर भन्नुभयो। अनि कसले हो, कहाँ हो, के हो भनेर सोद्धाखेरि अनि उहाँले भन्नुभयो घोलको भणारी कहाँ भनेर भन्नुभयो। त्यसो भन्दाखेरि महिला सङ्घको उसको महिला उहाँ त्यो जो बच्चाको आमा हुनुहुन्छ नि, उहाँ तपाईँहरूको समूहमा आबद्ध हुनुहुन्छ कि हुनुहुन्न? समूहमा हुनुहुन्न। किन तपाईँहरूले समूहमा ल्याउने कोसिस नगर्नु भएको कि अर्थात् उहाँ बस्न नमान्नु भएको कि घर परिवारले नमानेको के थियो? अब भर्खर बिहारेको बुहारी हुनुहुन्थ्यो। अब त्यस्तो हामीले ऊ पनि गरिएन। हजुर। अनि यहाँको के बुझ्नुभयो त्यसपछि यो विष सेवन गरेर मारियो भन्ने खालको आरोप लागेको छ? म त्यो आमा समूहलाई बोलाउन पठाएँ त्यो बहिनीलाई। अनि म दगुर्दै आएँ। दगुर्दै आउँदाखेरि यहाँ सबै मान्छे जम्मा भइसक्नु भएको थियो। अनि म सरासर भित्र जान खोजेँ। भित्र जान खोज्दाखेरि जान दिनु भएन। नदिएपछि अनि म बाहिरै रोकेँ। बाहिर रोकिँदाखेरि अनि हेडमास्टर हुनुहुन्थ्यो यहाँ सिग्देल सर, उहाँलाई भने हजुरको बहिनी हो, बाहिर लिएर आउनुहोस्, हामी शोधन पोषण गर्छौँ, भित्र जान दिनु भएन भनेर भने। म चाहिँ भित्र जानुको कारण दाजुभाइहरूले अहिले पुलिस बोलाए, एकछिन त्यो कोठामा केही छ कि एकछिन नजानुस् भन्ने कुरा भयो। प्रहरीहरूले तपाईँहरूलाई जान दिनु भयो? होइन, पहिला दाजुभाइले जान दिनु भएन। यहाँको दाजुभाइहरूले स्थानीयहरूले जो एकछिन नजानुस् त्यो कोठामा केही छ कि एकछिन नजानुस् पुलिस बोलाए। प्रहरी आइसकेपछि प्रारम्भिक अनुसन्धानमा के भन्यो? सुरुबाटै भन्छु। अनि त्यसो भन्नुभयो। अनि त्यो बहिनीलाई म भित्र जान्छु भन्नको कारण के थियो भने म पनि एउटा बच्चा गुमाएर मैले नि त्यो पीडा भोगिसकेकी थिएँ। त्यसो हुँदाखेरि आमाको मन कस्तो हुन्छ, रुँदाखेरि कति आत्मसुख छ भनेर म दगुर्दै गएर पानी खुवाउँछु भनेर जान खोजेकी थिएँ। जान दिनु भएन। अनि पछाडि पुलिस आउनुभयो। पुलिस आएपछि अनि सरासर भित्र जानुभयो। जाँदाखेरि म पनि सरासर भित्र जान्छु भनेर जान लाएँ। जान लाउँदाखेरि छेक्नुभयो पुलिसहरूले। तपाईँहरू नआउनुहोस्, हामी मात्रै जानियो भन्नुभयो। त्यसो भन्दाखेरि म पनि एउटा वार्डको महिला सञ्जालको अध्यक्ष हो, मेरो पनि अलिकति हक छ, मलाई पनि जान दिनुहोस्, म हेर्छु भने। अनि भित्र गएँ। सरासर गएर यो घरको हजुरआमा त्यो उमा बस्नु भएको थियो लिस्नामा। अनि मैले भने नानी के भयो भनेर सोधेँ। त्यसो भन्दाखेरि खै के भयो भन्नुभयो। एउटा ढिको आँसु पनि झरेको थिएन, अनुहार मलिनो पनि थिएन, केही पनि बच्चा मरेको भन्ने केही अनुभवै नभए जस्तो भएर बस्नु भएको थियो त्यहाँ। अनि मैले फेरि त्यो आमालाई जुन बच्चा मर्यो त्यो आमालाई नानी उठ भने। भन्दाखेरि तिमी बोल्नुपर्छ, बाहिर निस्कन पर्छ, उठ नानी, तिमीले साहस निकाल भनेर भने। नानी उठ्दै उठिनन्। त्यसले गर्दा अनि पुलिसहरू गएर त्यहाँ हेर्नुभयो। हेर्दाखेरि के थियो भने त्यो बच्चा मैले देख्दा नाङ्गै थियो। सेतो कपडा ओढाइराखेको थियो त्यहाँ।
अब सेतो पूर्ण भनेर ओढाएको हो कि के हो कि है सेतो कपडा ओढाइराखेको थियो अनि पुलिसले यताउति गरेर हेर्दाखेरि मैले के देखेँ भने मैले आफूले देखेको कुरा म वार्ड अध्यक्षसँगै थिएँ हेर्दाखेरि तल अलिकति यहाँ निलो थियो यहाँ पनि निलो थियो बच्चाको यहाँ पनि निलो थियो अब के कारणले निलो भयो मैले त जानिनँ भगवान्ले जानाउनु मैले जान्दिनँ है अब त्यो नानीले बेसरी अचेटिराखेको थिएँ बच्चा अचेट्न हुन्न मरेको बच्चा भनिराखेको थिएँ मैले उसले मानिनँ त्यो के भएर भयो भन्ने कुरो थाहा भएन अनि त्यति गर्दाखेरि त्यहाँ सेन्टा आयो एकदम शीतल सेन्टा आयो के को सेन्टा आछ हेर्नुहोस् त यहाँ एकदम सेन्टा आछ नि भने मैले त्यसो भन्दाखेरि सबैले सेन्टा आहा गनाहा भनेर भन्नुभयो गनाएको वाद गनाएको हामी बच्चा हुर्काउने आमा हौँ त्यो वाद कसरी गनाउँछ भन्ने हामीलाई नै अलिकति अनुभव छ त्यसो हुँदाखेरि त्यहाँ सेन्टर चाहिँ अर्कै सेन्टर थियो अनि सबैले हेर्नुभयो सबैले गनाछ भन्नुभयो अनि पछाडि त्यो बाउ चाहिँ उता खाटामा सुतिरहेको थियो अनि उसले चाहिँ मरेको मान्छे मरे जस्तो बेहोस भयो जस्तो गरेको थियो है तर नाटक रहेछ भन्ने पछि थाहा भयो क्या हामीले त बेहोसै भयो भने पानी खुवाइदिएन भनिराखेको थिएँ मैले बेहोस भएको होला बाउ बच्चा मर्दा त बाउलाई त एउटा पीडा हुन्छ नि बेहोस भयो होला भन्ने सोचेको थिएँ तर रहेछ नाटक रहेछ त्यो अनि कति समय अब घटना कतिखेर भयो भन्ने कुरो थाहै भएन कि हामीलाई त खबर तपाईहरुलाई जानकारी भए अनुसार 1 घण्टा जति भयो थियो म आएको टाढै छ घटना भयो भने यताउता केही भयो चोरी भयो भने चाहिँ चाँडो आउँछ पुलिस म यहाँ आएको 1 घण्टा पछि मैले मोबाइल हेरेको थिएँ 1 घण्टा पछि आउनु भएको थियो खासमा प्रहरीले त्यति बेला चाहिँ यहाँ आइसकेपछि तपाईहरुलाई जस्तो जानकारी के दिनुभयो यो कति बेला कति अगाडि यो मृत्यु भइसकेको अर्थात केही भन्नुभयो प्रहरीहरूले भन्नु भएन केही पनि भन्नु भएन केही तपाईले सोध्नु पनि भएन सोध्नु भयो कि कतिखेर होला भन्यौं तर उहाँ बोल्दै बोल्नु भएन केही पनि भन्नु भएन मैले यहाँ अगाडि सोधेको थिएँ अनि यो बच्चा मरेको बच्चा त मरेको हिजो बेलुका मर्यो कि अहिले बिहान मर्यो कि अथवा चाहिँ राति 12 1 बजे 2 बजे कति बजे मरेको भन्दाखेरिमा छोरो गणेश चाहिँ खटिया सुत्यो अनि यो बच्चा चाहिँ यसलाई निमोनिया भएको थियो मैले यसलाई चाहिँ यो म हेर्छु यसलाई चाहिँ रोइ कराई भनेदेखि म हेर्छु भनेर चाहिँ मैले नातिनीलाई म हेर्न भनेर म रातभरि खडा बसेँ अनि बुहारी चाहिँ यहाँ सुती अनि त्यसपछि चाहिँ अनि कति बजे मर्यो त भन्दा त्यो चाहिँ थाहा भएन भाइ भने मलाई त्यो के रहेछ थाहा भएन भाइ अनि कति बजे मर्यो भनेर भन्दाखेरिमा अनि म बिहान 5 बजे उठेर चाहिँ बुहारीले दुध खुवाउनु खोज्दाखेरिमा दुधै तानिन भनेर चाहिँ त्यो मरेको बारेमा चाहिँ यो सम्म जानकारी पाएको छ जस्तो हजुर म भन्छु पुलिस आउनु भयो जाँचबुझ गर्नुभयो अनि त्यहाँबाट त्यो गनाएको हुँदाखेरि केही हुनसक्छ यसो हेर्नु त्यो बाउ चाहिँलाई मैले के भने पानी छम्किदिनुहोस् यति बेहोस भएको रहेछ भने नाक थुनिदिनुहोस् ऊ बेहोसै हुन्छ कि बेहोस भएको मान्छे कहिल्यै पनि विचार गर्नु नाक थुनिदिनु त्यसले होसै पाउँदैन कि बेहोस भएको मान्छे हजुर अनि मैले त्यसो भनेपछि अनि पुलिस हाँस्नुभयो मेरो मुखमा हेरेर नि हाँस्नुभयो अनि मैले भने किन हाँस्नु भएको गर्ने भए गर्नु नगर्ने भए म गर्छु बेहोस भएको हो कि होइन भन्ने थाहा त हुनु पर्यो नि भनेर भन्दाखेरि पुलिसहरूले पानी छम्किदिनु भयो अनि त्यहाँबाट यसो गर्ने बित्तिकै ऊ जुरुक्क उठेर बस्यो नाटक रहेछ त्यो बेहोस भएको नि होइन जस्तो विष खुवाइएको भन्ने त्यो विषको गन्ध पनि आयो यहाँ गन्ध पनि आयो त्यहाँ विषका डब्बाहरू केही अर्थात केही भेटिएन अलिकति बच्चाले छादे जस्तो के हो यस्तो पोको के त्यहाँ झुम्रो जस्तो भेटाइयो त्यो भेटाएर यो पनि लान पर्छ सर भनेर हामीले सरलाई पठाइयो यो पछिल्लो समयमा प्रहरीले तपाईहरुलाई के भनिरहेको छ के अनुसन्धान गरी कहाँसम्म पुग्यो हामीले सोधपुछ गर्दैछौँ भनेर भन्नुभएको छ केही भन्नुभएकै छैन कतिजना अहिले कतिजना प्रहरीको पक्राउनु हुन्छ उमा 4 जना भन्ने सुन्न आएको छ है 3 जनालाई यहाँकै फ्यामिलीहरु हो हजुर यहीँको फ्यामिली हो एउटा छोरी हो एउटा हजुरबा हो एउटा आफ्नै बुवा भयो एउटा हजुरआमा अनि अहिले पोस्टमार्टम पनि आएको छैन पोस्टमार्टम पनि हामीलाई थाहा छैन आएको छैन तर पोस्टमार्टम त आज लगभग 15-16 दिन नै भइसक्यो घटना घटेको तर पोस्टमार्टम त 24 घण्टा 48 घण्टामा त अनिवार्य आउनुपर्ने हो भनेर तपाईहरुले भन्नु भएन भनेका छौँ हामी भनिराखेका छौँ आवाज उठाइराखेका छौँ खै आ छैन किन हो त्यो पनि हामीले जान्न सकियो अहिले तत्काल 1-2 दिन यो कहिलेसम्म बुझ्नुभयो तपाईले कति दिन पहिला बुझ्नु भएको थियो हिजो बुझिएन अस्तिसम्म बुझेका थियौँ के भन्नुभएको थियो उहाँले आएको छैन आएपछि हामीले भन्छौँ भन्नुभएको थियो जस्तो तपाईहरुले के लाग्छ
तपाईँले सही अनुसन्धान गरिरहेको छ जस्तो लागिरहेछ कि तपाईँहरूले कहीँ डाउट लागिरहेछ त्यसमा? हामीलाई अलिकति डाउट लाग्यो। किन डाउट लाग्यो भने आज चाहिँ यत्रो 15-16 दिनसम्म हुन्छ रिपोर्ट नआउँदाखेरि अलिकति प्रहरीको नि हात छ कि भन्ने हामीलाई शङ्का लाग्छ अलिकति। यो घटनाले दोषीले कारबाही र निर्दोषीले चाहिँ न्याय पाउलान् भन्नेमा तपाईँहरू कतिको विश्वस्त भएर लागिरहनु भएको छ? खोइ हामी त अब लागिराखेका छौँ कि दोषीले कारबाही पाओस्, निर्दोषीलाई केही नहोस् भनेर हामी लागिराखेका छौँ है। हामी यो 4 नम्बर वार्ड यहाँ चाहिँ जस्तो अब फ्यामिलीले नै गरेको प्लानबद्ध अनुसारले गरेको भन्ने आरोप छ, आरोप लागिरहेछ। सङ्ख्या कसरी भयो भने एउटा घरमा मुसो मर्दा, सर्प मर्दा वरपर गाउँ छिमेकलाई थाहा हुन्छ भने एउटा बच्चा मर्या रातभरि। अब हामीलाई त अब कतिखेर मरेको कतिखेर बिहान थाहा पाएको भन्ने कुरो भयो। वाडा अध्यक्ष कहाँ जो गएर छोरीले हिजो बेलुका नानी मरी भनेर रुवाइरहेछन्, त्यो कुरा नि अहिले सुन्न आछ हामीलाई। अब त्यतिखेर हामीलाई थाहा भएन, बेलुकै मरेको हो भनेर रुवाइरहेछन्। त्यहाँ गएर नानी फुपू दिदी कान्छी चाहिँ फुपू त्यहाँ गएर रुवाइरहेछन्, बेलुकै मरेको भनेर रुवाइरहेछन्। अहिले बल्ल थाहा भएको छ हामीलाई। अब त्यतिखेर त थाहा भएन भन्ने कुरो भयो। अनि नानी अगाडि सोद्धाखेरि पनि उसले चाहिँ यही हो यही अहिले जुन भने नि मैले उसले त्यही वक्तव्य दिएको हो। अनि प्रहरीलाई लेखाउँदाखेरिमा चाहिँ कति बजी लेखायो भनेर चाहिँ मैले सोद्धाखेरिमा कसैलाई 4 बजी आमाले हजुरआमाले 4 बजे हजुरबाले चाहिँ 5 बजी कति बजी लेखाएको छ अरे भनेर सुनेको छु। केही थाहा पाइहाल्यो। यस्तो भएको छ कि यो कुरा पनि छुट्टै भएको छ कि त्यही प्रहरीले पनि अनुसन्धान गरेर बुझ्ने कुरा, हामीले पनि बुझ्ने कुरा। किनभने एउटा बच्चा मर्या एउटा हजुरआमा हो, हजुरबा हो, बाबा हो। एउटा बच्चा मरेपछि मेरो बच्चा मर्यो भनेर रोइ कल्लाइ गरेको गाउँले कसैले सुन्या छैन। यो गाउँबाट अर्को गाउँमा गएर मान्छे जुन सोझो छ त्यो वृद्ध खाइसकेको भत्ता खाइसकेको बुढालाई लिएर आएर त्यहाँ खनिएको छ, कसैले गाड्नलाई खाल्टो खनिएको छ। आफ्नो स्वयं मामा यहीँ छ कि भाइ पनि यहीँ छ, मामा अब सबै यहीँ छ। उसले जानकारी नै पाएन, अरूले त ल पाइएन ठिकै भयो, आफ्नो मामाले त थाहा पाउनु पर्ने जे भए पनि त्यो पनि छैन। यहाँ सङ्ख्याजनक चाहिँ एकदम छ। हेर्नुहोस् किन छ भन्नु होला नि, त्यो बच्चाको अहिले नानीलाई गरेको क्रियाकलाप तिनीहरू लिएर यहाँ अहिले हामीले देखेको गर्दा सङ्ख्या एकदम उनीहरूले बनायो क्या हामीलाई। परिवारमा पनि यहाँ झै झगडा धेरै हुन्थ्यो भन्ने खालको कुरा सुनिएको छ। पहिला नानीले त मसित गएर यस्तो झगडा भएको छ यस्तो भएको छ भनेर भनिनन् है, भनिनन्। एकपालि तरकारी बेच्दै गइरहेछन् अनि त्यहाँबाट सबैले दिदीबहिनीहरूले भन्दाखेरि नानी तिमी तरकारी बेच्न हिँडेकी हौ भने बढी जेब्रे झोला बढी लिएर गइथिन्। अनि जाँदाखेरि बेच्नै पर्यो नि भनेर गइन्। अनि त्यो तरकारी बेचेर आउँदाखेरि अलिकति बढी रहेछ अरे, मैले नि सुन्नको कुरा हो, कतिको सत्य हो होइन। अनि त्यो बढी फालिदिएछन् अरे सासू चाहिँले, यति बेच्न नि सकिनस् भनेर फालिदिएछन् अरे। त्यो बढी फालिदिएपछि हजुर नबिकेको फालिदिएछन् अरे। अनि फालिदिँदाखेरि दुला चाहिँले यति बढी बेच्न नि नसक्ने भनेर पिट्यो अरे। पिट्दाखेरि आमा चाहिँले भित्र लगाएर पिट, बाहिर किन पिट्छस् भनेर भित्र लगाएर पिट्या थियो अरे। हामी त कोही जान नि सकिन्न त्यहाँ। तपाईहरुसँग यो छरछिमेकसँग यहाँको फ्यामिलीको रिलेसन कस्तो थियो? राम्रै थियो कि अर्थात् कस्तो स्वभावको थियो? अहिले बुझ्दाखेरि साह्रै राम्रो रहेछ जस्तो छैन। कसैसित पनि राम्रो रहन्छ, कसैसित पनि रहन्छ कि अहिले बुझ्दाखेरि कसैसित पनि रहन्छ। मैले भनेको थिएँ नानी के भयो बाहिर निस्केर मेरो बच्चा यस्तो भयो भनेर रुवा भए सबैलाई मुखा बुझो लाउन सकिन्थ्यो भने गरेँ। त्यो केही जात भएन। अनि सबै पोस्टमार्टम गरिसकेपछि बच्चा लिएर गएपछि आमालाई एकदम गाह्रो भयो। गाह्रो हुँदाखेरि म च्याप्प भित्र गएर समातेर लिएर आएँ, बाहिर राखेँ। तिमी बाहिर बस्नुपर्छ हिँड भनेर म सोझै भएर बाहिर ल्याएर राखेँ कुर्सीमा। अनि फेरि छोरी उठाउन गएँ कि मैले। पीडा भन्ने त सबैलाई हुन्छ नि। छोरी उठाउन गएँ, छोरी उठाएर नानी भाउजूलाई हस्पिटल लैजाऊँ हिँड, भाउजूलाई गाह्रो भयो भनेर भने। छोरी जुरुक्क उठाइथिन् है, उठेको कुरा जुरुक्क उठेर अनि पानी खाऊ नानी भनेर म धारातिर लिएर गएँ पानी खुवाउन भनेर। त्यति गर्दा खैसरा दिदी बाहिर आउनु न, उसलाई त नानीलाई त गाह्रो भयो भनेर भने। अनि म दगुर्दै बाहिर आउँदा दिदी बहिनीहरूले उता लान लाउनु भएको रहेछ। अनि रामजीको गाडी रहेछ त्यहाँ, त्यो गाडीमा हालेर मेडिकल लैयो कुमारी यहाँ लैजाँदाखेरि हेर्नुहोस् मैले अर्को मिडियामा नि छुटाएँ छु एउटा दुईवटा कुरा। मिडियामा लगेर यता सुई रोप्या छ, यता सुई रोप्या छ, रोप्याइ गरेको छ। हेर्नु सलनी पानी चढ्दै चढेन गएर डाक्टरनीलाई सोधे पनि हुन्छ, पटक्कै चढेन पानी। अनि नचढ्दाखेरि हामी बेसरी हातेर हामीले औषधि लान्छौँ भने त्यसो भन्दै त्यहीँको अलि ठुलो डाक्टरनीलाई अनि त्यहीँबाट फोन गरिदिनु भयो। उहाँ हतपत्त आत्तिँदै आउनुभयो, आत्तिँदै आएर यताउति गर्दा पानी चढ्यो है।
पानी चढेपछि एउटा सल्लेनी पानी चढेर सिद्धिँदाखेरि नानीले राम्रो होस पाए।